पुनः मेरो नमस्कार। तपाईहरुलाई पुनः स्वागत छ केडीपी टेक्नोलोजीमा। यदि तपाई प्रथम पटक केडीपी टेक्नोलोजीको माध्यमबाट यो भिडियो अवलोकन गरिराख्नु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला, किनभने यो च्यानलको माध्यमबाट तपाईले नेपाल अधिराज्यभित्र प्रकाशित हुने कुनै पनि क्षेत्रको विज्ञापन यहाँ सजिलै प्राप्त गर्न सक्नुहुन्छ। र सधैँ जस्तै आज म पुनः तपाईहरु समक्ष चाहिँ काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ द्वारा प्रकाशित गरेको विज्ञापनको छोटो प्रस्तुति लिएर चाहिँ उपस्थित भइसकेको छु। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले चाहिँ 2082 साल फागुन 10 गते चाहिँ विज्ञापन प्रकाशित गरिसकेका छन्। र यो विज्ञापन प्रकाशित भएको 15 दिन भित्र तपाईले चाहिँ आफ्नो दरखास्त फारम भर्नुपर्ने हुन्छ, पेश गर्नुपर्ने हुन्छ। यो विज्ञापन खास गरी वरिष्ठ ल्याब टेक्निशियन र रेडियोग्राफरको लागि चाहिँ विज्ञापन प्रकाशित गरेका हुन्। र वरिष्ठ ल्याब टेक्निशियनको लागि चाहिँ माग संख्या 1 जना रहेका छन् भने रेडियोग्राफरको लागि चाहिँ माग संख्या 2 जना रहेका छन्। र यसको सेवामा चाहिँ करार सेवामा चाहिँ यो विज्ञापन चाहिँ परिपूर्ति गर्नुपर्ने हुन्छ साथीहरु। यदि तपाई वरिष्ठ ल्याब टेक्निशियनको लागि यो विज्ञापन भइराख्नु भएको छ भने यसको लागि आवश्यक चाहिँ न्यूनतम योग्यताहरु के चाहिन्छ त्यहाँ हेर्न सक्नुहुन्छ। ल्याबोरेटरी मेडिसिनमा कम्तीमा प्रमाणपत्र चाहिँ उत्तीर्ण गरी कम्तीमा चाहिँ 3 वर्ष ल्याबोरेटरी टेक्नोलोजी सम्बन्धी काम गरेको अनुभव हुनुपर्दछ। त्यसैगरी यदि तपाई रेडियोग्राफर पदको लागि यो विज्ञापन भर्दै हुनुहुन्छ भने रेडियोग्राफी कम्तीमा चाहिँ प्रमाणपत्र उत्तीर्ण गरेको हुनुपर्दछ साथीहरु। यो विज्ञापन चाहिँ तपाईले अन्तर्वार्ताको माध्यमबाट तपाईले चाहिँ लिनेछ। र यो विज्ञापन भर्दाखेरि तपाईले यहाँ उल्लेखित एकाउन्ट नम्बरमा तपाईले रकम चाहिँ 200 रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ साथीहरु। त्यसैगरी हेर्न सक्नुहुन्छ यो आवेदन तपाईले यदि दिइराख्नु भएको छ भने तपाई आफ्नो हालसालै बनाएको बायोडाटा, तपाईले चाहिँ निवेदन, त्यसैगरी तपाईको नागरिकको प्रमाणपत्र, त्यसैगरी तपाईले प्राप्त गर्नुभएको शैक्षिक योग्यताको प्रमाणपत्र र विगतमा तपाईले कुनै संघ संस्थाबाट अनुभव प्राप्त गर्नुभएको छ भने त्यसको प्रतिलिपिहरु चाहिँ संकलन गरी तपाईले पेश गर्नुपर्ने हुन्छ। र अर्को कुरा यहाँ के समावेश गरेका छन् भने आवेदन परीक्षा दस्तुर चाहिँ रु 500 रुपैयाँ हुन्छ है साथीहरु, यहाँ विचार गर्नु होला। र माथि उल्लेखित खातामा जम्मा रहेको बैंक भाउचर तपाईले आवेदन साथ पे चाहिँ पेश गर्नुपर्ने हुन्छ। यहाँ तपाई हेर्न सक्नुहुन्छ माथि चाहिँ एनएमबी बैंक लिमिटेडको चाहिँ यहाँ खाता नम्बर उल्लेख गरेका छन्। यो खाता नम्बरमा तपाईले चाहिँ आफ्नो दस्तुर बुझाइ निवेदनको सँगसँगै चाहिँ यो पनि संकलन गरी तपाईले पठाउनु पर्ने हुन्छ। र अर्को कुरा यहाँ 5 नम्बरमा के उल्लेख गरेका छन् भने सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि समेत तपाईले यहाँ पेश गर्नुपर्ने हुन्छ है त। र आवेदन फारम यस इन्स्टिट्युटको कार्यालय बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 7 हेपाली हेटरमा तपाईले बुझाउन सकिनेछ भन्ने कुरा चाहिँ यहाँ समेत यहाँ सूचित गरिएका छन्। र यसको चाहिँ प्रमुख सञ्चालन अधिकारी चाहिँ दिपेन्द्र खड्का रहेका छन् साथीहरु। हवस् त साथीहरु, धन्यवाद।